के हुँदैन किचकिच हुन्छ किन ओए हेलो गाइज आज चाहिँ म अलि लामै यात्रामा गइरह हो यसो क्यानमोडतिर गएर त्यहीँबाट ब्याम ज्यास्पर कता गइन्छ सामान लोड भइसक्यो हाम्रो दामी तरिकाले पुरै यहाँ प्याक छ अब छिटै निस्किनुपर्छ ढिलो भइसक्यो बाटामा बोल्नुपर्छ आजको यात्रा चाहिँ लामै यात्रा हो हैन भाइ 7 घन्टा ड्राइभ भने त दामी नै हो नि मजा आउँछ होला आज त गाडी चलाउन कस्तो लागिरहेको त दाइ दामी भइरह नि भाइ अब पोलचोटी गाडी चलाइरह होइन सासकाठभन्दा बाहिर मजा आइरह दामी जानुपर्छ अब कता रोक्ने हो दिदी कता खाने हो खाना हो केही त खानुपर्छ भोक लागिरह मलाई त ठुलो हाइवे पुगिसक्यौँ हामी अब 110 को स्पिडमा सरर अब एकैचोटि ब्याम पुगिन्छ ऊ त्यहाँ भाइ के हो त्यो के फ्याक्ट्री होला भाइ जाने हो त्यहाँ मजा आयो है भाइ दामी रहेछ नि ठाउँ त पहिलोचोटि थाहा पाएँ मैले त जताततै हरियाली नेपालको जस्तै फिल आइरह भनेर भन्नु मिल्दैन त्यही ठिक छ ल अब मेरो गाडी त आफै चल्छ टेस्ला मोडमा पुगिसकेँ मैले गाडी नै चलाउनु पर्दैन गाडी अब आफै चल्छ केटाकेटी हो त्यही भने खरबुजा खाँदैछौँ हामी चाहिँ अब खरबुजा खाँदै हो खोइ एउटा ल्याउँदा पास आएर मिठो रहेछ रसिलो मजा आइरह तर बाजी चुइयो मिठो छ सिटी एरियामा हामी बस्तीमा आयौँ हामी बस्तीमा केटा हो बस्तीमा अब हामी तेल हाल्न जाने होइन 100 मा जानुपर्छ ओए 80 पो रहेछ म त 120 मा छु यार यहाँ त पुलिस होला त होइन भाइ 80 को स्पिड रेट चाहिँ 120 मा छु यार म नियम उल्लङ्घन गरिरहेछन् केही छैन पुलिस हुनु भएन नियम जस्तो पनि उल्लङ्घन गर्दा हुन्छ हाम्रो ट्रेन त्यस्तो सूचना दिन्छ तिमीले युट्युबका मान्छेहरूलाई यो ट्रेन चाहिँ हाम्रो नेपालमा ल्याउने सोच छ अब बिस्तारै अब यो ट्रेन चाहिँ नेपालमा आउँदैछ केटाकेटी हो नेपालमा चाहिँ सबैजनालाई भित्र हालेर फ्री राइड दिन्छौँ हामीले होइन भाइ अनि के भन्छौ तिमी म त त्यही हो बा के हो यो ट्र्याक्टर हो कि के हो यो कत्रो छ त टायर त अब चाहिँ हामी मफिन खाँदैछौँ पुल ओभरको फाइन खाइसकेपछि फाइन खाइयो हामीले कति डलरको खाइयो दाइ $100 को फाइन खाइयो यार किन खाइयो धेरै स्पिड भयो पानी पनि पर्न आयो है भाइ पानी नि परिसक्यो अब मफिन खान मजा आयो होइन फाइन खाइसकेपछि मफिन पनि खान मजा आउँछ दामी पानी पर्दा यही देखेँ अन्त अगाडि धमिलो भइरह विन्डसिल्ड पनि है गाडी नै आउँछ जस्तो हामी चाहिँ भर्खर रोकेर एउटा कन्भिनियन्समा छिर्यौँ अब ए यहाँ त सानै रहेछ यार यो त है भाइ केही छैन यहाँ त नेपाली चिया पसल जस्तै छ यो त त्यही भने विङ्स र बर्गर मगायो भाइ चाहिँ भाइ मजाले बस्यो यहाँ के गर्छ भाइ तिमीले यहाँ किन आएको यहाँ केही न केही त गर्नु पर्यो त भाइ यतिकै आएर कहाँ हुन्छ रेस्टुरेन्टबाट खाना लिएर निस्क्यो होइन भाइ यही हो हाम्रो खाना चाहिँ हल्का फुल्का विङ्स त खाने हो तर अब
होइन दिदी के खानु पऱ्यो नि ड्रिङ्क्स पनि होइन यहाँ मैले चाहिँ मोस्टर निकालेको दिदीले के निकाल्नु के हो त्यो फ्रेस्का 0 सुगर हो कि मेरो चाहिँ 0 सुगर हो भाइ तिमीले के खाने हो तिमीले केही नखाने तिमीले के निकाल्यौ फेन्टा तिम्रो चाहिँ के हो फेन्टा के गरेको हामीले यस्तो दिदी के गर्दै हुनुहुन्छ ओए मोन्स्टर दबाउने अब चियर्स नभनी खाएछु चियर्स है सबैजनालाई भाइ के निकाल्यो तिमीले खानेकुराहरू तिमीले खान्न होइन तिमीले खान्न होइन तिमीले राम्रोसँग केही पनि गरेको छैन यत्तिकै फ्राई गरिदिए ठिक छ काम चलाऊ भोक मिनटलाई दामी खायो भाइ मजा आउँदैछ हड्डी खाने हो त्यो मान्छेले आफ्नो ट्रकमा के गर्दैछ है मुस्ताङको आलु होइन भाइ हो मुस्ताङको आलुको फ्राइज हामीले फेरि चटपटी खानुपर्छ अहिले होइन र हामी चटपटी खाने होइन एकछिनमा खाने हो नि त्यही अर्को स्टोभमा चटपटी खान्छौँ दिदीले भन्नुभएको पुरै साझा वेलकम टु अलबर्टा होइन भाइ अब के गर्ने केही भएन भाइ अब हामी चाहिँ निस्किसक्यौँ त्यहाँ रेस्टुरेन्टबाट ल अब जाँदै गरौँ बिचमा केही राम्रो देख्यो भने चाहिँ फेरि भिडियो अन गर्नुपर्छ भाइले गर्छन् हामीलाई त म्यापले कहाँ ल्याइदियो है भाइ पछि बाटो ल्याइदियो यार डियर नै हो डियर हो तर सिङ त छैन त अर्कै वाला डियर के हो यो अर्कैमा होइन डियर यार भाइ हो के पो अर्कै हो त गयो भाग्यो हामी यार भाग्यो ल्याम त होइन हो त्यो कत्रो छ त है भाइ दामी छ कति धेरै रहेछ एउटा मात्र होइन रहेछ आधा बाटो पुगिहाल्यौँ है भाइ आधा बाटो पुग्यौँ 3.5 घन्टा त होइन हामीले 4 घन्टा त चलाइसक्यौँ यार अब चाहिँ 3.5 घन्टा बाँकी छ होइन कस्तो लाग्दैछ त भाइ यात्रा तिमीलाई मलाई त खुब रमाइलो लाग्दैछ दामी हुँदैछ यात्रा तिम्रो मजा आइरह साह्रै रमाइलो हो तिमी त खतरा हो नि भाइ दामी हो दामी पछाडि बस्नु भएको हाम्रो प्यासेन्जरहरूलाई चाहिँ के छ विचार कस्तो छ यात्रा प्यासेन्जरहरू चाहिँ अलि स्लिपी फिल गरिराख्नु भएको छ कसले माउन्टेनको वेटिङमा दिदी माउन्टेन नभेटाएर चाहिँ यहाँ डाँडाफाँगा नदेखेर चाहिँ दिदीलाई छेउ लागिसक्यो अब हामी डर लागिरहेछ भाइ 500 को स्पिडमा गएर डाँडाफाँगा जानुपर्छ अब अनि कति सयको टिकट कति हजारको टिकट गाईहरू वर्ल्ड कपको लागि ट्रेनिङ ट्रेनिङ भइरहेको ब्राजिलसँग होला नि त अब पहिलो म्याच मोरक्को खेलाडी हो जस्तो चाहिँ यो चाहिँ पुरै रकी हिल्स जस्तो हो होइन खै मेरो कान चाहिँ अलि सानो भयो होइन भाइ अब हामीले के गर्छौँ रे अब हामी चाहिँ एउटा फट्याङ्ग्रो उडाउँदैछौँ ड्रोनको अब यहाँ हामीले ट्रायल हान्छौँ है ल उड्यो ड्रोन उड्यो ल गयो ड्रोन घुम्यो हामी यहाँ स्टार्ट भइरह यी हामीलाई देखाइरह ड्रोनले सर्कल हान्दैछ ड्रोनले सर्कल हान्दैछ ड्रोन आउँदैछ यी ल ल्यान्ड भयो ड्रोन पनि पहिलो ड्रोन सट आयो हाम्रो थ्याङ्क यू ड्रोन तलाई ड्रोन सटको लागि रोकेको थियौँ एकछिन ड्रोन सट पनि भयो अनि हामी लागिसक्यौँ हामी आफ्नो यात्रामा कन्टिन्यू छौँ अब फेरि अझै 2.5 घन्टा पहाडी टाउनमा आइयो भाइ मस्त म्याक्सिमम 30 आयो अब यहाँ चाहिँ फलो गर म पहिला नआएको ठाउँ हो स्कुल नि रहेछ पढ्न आएको हामी त पढ्न आएको सिगरेट खेल्ने जाम भित्र खेल्न पाउँछ होला तर आउँछ होला
ग्रिन ट्री स्कुल अरे 4 बजिसक्यो छुट्टी भइसक्यो होला छुट्टी त भयो अब एक्स्ट्रा क्लास पढिरहेको सबैजना त्यहीँ छन् होला ट्युसन पढ्दैन म चाहिँ भर्खरै यहाँ यसोमा आएर तेल हालेँ गाडी फुल ट्याङ्की भयो अब एकछिनमा म्यापमा ऊ लगाएर निस्किनुपर्छ फेरि यात्रा हाम्रो ब्याङ्कको भेट्नु आकाश त खतरा देखेछ फेरि आयो डाँडाकाँडा फेरि गयो कतै आउने फेरि एकछिनको लागि पाहाडमा थियौँ फेरि गयो त्यही भने फेरि तराई पुग्यौँ एकछिन जोस आयो फेरि सेलायो हामी त गाडी रोकेको भर्खरै गाडीले चाहिँ टेको ब्रेक गर्यो है भाइ किन गर्यो होला भन त भाइ कसले गाडीले चाहिँ टेको ब्रेक धेरै गुडायो तिम्रो इन्जिन ताप्यो होला है अब एकछिन रोकेर फेरि जानुपर्छ होइन भाइ अनि यतातिर पर ख्याल गरी है भाइ पर छ लास्टै पर छ यहाँ अनि अब हामी ख्यान मोडतिर लाग्दैछौँ घर चाहिँ एउटा अलिकति पनि ग्याप नगरेको छ यहाँ पुरै त्यही सबै टाँसेर भने अब हामी थाकेका छैनौँ हामी अझै पनि थाकेका छैनौँ हामी जोसमै छौँ धन्यवाद दिदी हजुरलाई पछाडि मान्छेहरू नि थाकेका छैनन् कोही थाकेको छैन सबै जिउँदै छ हामी त थाकेर हामी सुतेर उठेर दुईचोटि सुतेर उठिसक्यो तर भाइ ठुलो रहेछ यार यहाँले त हेर त जताततै गर्छ के हो रे भाइ यो यो चाहिँ क्यालगरीको सर्कल ड्राइभमा चाहिँ यहाँनिर भाइब्सले चाहिँ पुरा गाडी कुदाएर अब हिमाल देखिन्छ है कोही पनि नसुतौँ हिमाल जति बेला पनि देखिन ए सकिन्छ हिमालदेखि झरे उठेर बसेको हो कि भाइ अब यो घरबाट उता लागेपछि त हिमाल देखिहाल्यो नि त दाइ हो नि कोही भाइ उता अगाडि देखाउ त के हो त्यो ओए ल खतरा देखेछ त गाडी त भ्यू चाहिँ खतरा पुरै टाउनहरू होइन है कति माथि ओए यो त स्विजरल्यान्ड जस्तै छ त हामी चाहिँ स्विजरल्यान्डको रोडमा छौँ एउटा स्विजरल्यान्डमै हो कि भाइ अँ, ल बल्ल चाहिँ दामी देखियो है भाइ बल्ल चाहिँ हिमाल देखियो बल्ल हिमाल देखियो फाइनल्ली कति 6.5 घन्टा भयो अँ, अघिदेखि देखिरहेको थियो तर अब चाहिँ हो कि जस्तो भयो अब चाहिँ हामी पुग्न लाग्यौँ क्यानमरमा 1 घन्टामा त हामी त्यही हिमालको मुनि पुगिसक्छौँ के हो भाइ यो कता छौँ हामी म त सक भयो भाइ हामी त एकदम हेभनली ठाउँमा आइपुग्यौँ हेवनै हो कि के हो यार यो त खतरनाकै छ त त्यो त हेर्नुहोस् त ऊ त्यो के हो त्यो के हो भाइ हिमाल हो नि त्यो के हो त्यो कस्तो राम्रो आएको त है भाइ यताबाट खिचेको हुन्छ राम्रो आएको भन्दा नि राम्रो देखिएको त यो त हिमाल पहाड जस्तो छ बाटो ल यहाँ बाटो पनि पिच हुँदैछ क्यानाडामा कसरी गर्छन् हेरौँ सबैजनाले उही कत्रो हो त है वाइल्ड ठुलो छ त यार यो त यो के रहेछ यो भाइ यो जनावरहरूलाई चाहिँ काट्नलाई हो कि जस्तो लाग्यो बाटो है जनावरहरूले बाटो काट्नको लागि वाइल्ड लाइफ ओभर भाषामा साँच्ची रहेछ यस्तो बनाइदियो यार अल्बर्टाले सास्काचुनले के गर्यो ताइ यस्तो ठाउँमा बस्ने दिदी के भन्नुहुन्छ हजुर अब यहीँ बस्दिने हो कि लिस सिस लिइहालौँ न सोच त राम्रै हो वाउ सिरियो क्यानमरै हो जस्तो लाग्यो अब हामी छिरिसक्यो अब यो त हो त 3 मिनेट छ नि त्यही क्यानमोड सिरियो उही होला हाम्रो होमस्टेहरू होइन यो त यतातिरै त होला 3 मिनेट भनेपछि यतापट्टि छ हाम्रो कस्तो दामी ठाउँमा है दामी छ त ओहो उता ए यो त झ्यालबाट खिचे हुन्छ
के हो यो त ल यो त के हो यहाँ त हामी कुन ठाउँमा आयौँ भाइ यो त खतरनाक गुडकै टुगुड है अन्त होइन हामी यता आएछ तल ब्याङ्कमै बस्यो भए खासै यस्तो देख्दैन थियो अलि जुम इन भएर हेभन आइपुग्यो त हेभन पुग्दैछ क्यानमोर पुग्दैछ हामी पुग्दैछौँ क्यानमोर भाइ हेर त यता अगाडि यता साइडमा कता हेर्ने अब हाम्रो घर आउँदैछ भाइ हाम्रो घर भिला आउँदैछ छिर्यो अब हाम्रो भिलाबाट देखिने सिन यही हो यस्तो पार्किङ गर्दै दामी पुग्यो नि अब 7 घन्टाको ड्राइभ त हाम्रो सिद्धिसक्यो अब बाहिर निस्किनु पर्छ पार्किङ हेर आउँदा त म हेरेर आउँछु पार्किङ ओए यो हो नि त फेरि हामी बस्ने कता हो यही हो जस्तो लाग्यो हाम्रो कता हो 160 यही हो है हामी बस्ने चाहिँ यही हो अब कता पार्किङ गर्ने चाहिँ थाहा नै भएन कि त्यही भएर हामीले पार्किङ गर्ने ठाउँ चाहिँ यहाँ रहेछ पार्किङ ल दिदी नाच्नु 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 के मजा आयो नि भाइ गुर्थिट छ $300 मेरो दिदी दौड्नु 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 भाग्नु भाग्नु पार्किङ छिर्दै हम हामी बस्ने चाहिँ यहीँ हो अनि 34 नम्बर स्टल बाहिर गएर आयो यार म त ल खोल्यो भाइ देखा अगाडि उता खोल्यो ढोका खोलिदियो होला है अगाडि होला नि त त्यहाँ नम्बर यता राइट साइडमा 30 को 34 मा है ऊ त्यहाँ रहेछ भेट्यौ 36 37 त्यहाँ ल यही हो हामी चाहिँ भर्खरै पार्किङ गरेर आएको है भाइ 210 रहेछ यार यो त कता हो 210 यता हो यही हो यार हाम्रो कोड कति हो हाम्रो त यस्तो ठाउँमा बस्दैछु म कोडवाला यहाँ हामी त यस्तो ठाउँमा बसिरहेको छ पहिलोचोटि ल कोड हान त कसले पसाउँछ कोड ल भएर यहाँ खुल्यो हाम्रो रुम हाम्रो स्विट होम हाम्रो बाल्कनी बाहिर जाम ओहो बाल्कनी हो कि के हो यस्तो ठाउँमा पनि बस्न पाउँछु भनेर मैले सोचेकै थिएन यस्तो खतरनाक ठाउँमा म बसेँ आज आएर मलाई त असम्म लाग्दैछ यहाँ होइन दिदी उता हेर्नु त पुरै हिउँ लाखा जस्तो छ के अरे हिउँ भन्छु हुस्सो उता दुईजना केटीहरू हिँडिरहन् भाइ यस्तो ठाउँमा बस्नु भाइ यो त यार क्यानाडा आएर यस्तो ठाउँमा बस्न पाइन्छ भन्ने त सोचेको थिएन उता हाइवे रहेछ त्यहीँबाट गइदिनु पर्छ एक साइडकोमा देखिने भयो नि त भ्यू यतातिर टाप्पै छिर्ने चाहिँ ठ्याक्कै यहाँ परेछ कि त्यही कस्तो चिसो हुने रहेछ यार यहाँ त मजा आयो भाइ यहाँ त है यही हो अब यहाँ जाने मोरेन लिएको जस्तो छ ओ यहाँ त उ छ पुरै कम्मल सम्मल छ यहाँ त पुरै यो त पैसा पनि छ कि भाइ गोल्डै छ कि भित्र यो अन गरौँ न एकचोटि खै कसरी गर्ने हो दिदी खै उफ्रिनु न एकचोटि मेरो भिडियोमा हेरौँ खै एकचोटि फेरि उफ्रिनु न बिस्तारा त दामी छ त यार खै भाइ फेरि उफ्रियो त खै के हुनु रहेछ किचु किचु हुन्छ कि न ओइ कोठामा पनि टिभी रहेछ यही हो हाम्रो स्विट होम 3 दिनको लागि भाइ यो अन गरौँ न यार यता चाहिँ प्रोफेसनल भिडियोग्राफी फोटोग्राफी हुँदैछ राम्रोसँग निकाल्दै त भाइ के हो र तिम्रो पारा भ्यू चाहिँ आउनु पऱ्यो भाइ यहाँ फोटोग्राफर भिडियोग्राफर मोडलहरूको बिचमा चाहिँ म युट्युबर एक मात्र युट्युबर एनआरबी भाइब्स एस्प्रेसो मसिन पनि रहेछ कफी सफी पनि राख्दो रहेछ यहाँ दामी भाइ मैले त हिटर चलाएँ है उ त्यो हेर त यो चाहिँ हिटर चलाएँ मैले आगो बोलिरहेँ फाइनली वी आर इन क्यानमोर गाइज म चाहिँ यहाँ कोठामा रैला हानेर आयो यहाँ सबै कुराहरू रहेछ अलिअलि चाहिने कुराहरू सबै त छैन यहाँ स्पेचुलाहरू चक्कुहरू चाहिँ टन्नै रहेछ अरू के छ यार अलिअलि सामान रहेछ चाहिने प्लेट स्लेट सबै ठिक छ
एक्स्ट्रा भर्जिन ओलिभ ओइल पनि रहेछ है ओहो यहाँ त ग्लासहरू त खतरा रहेछ फ्रिज त पुरै खाली नै छ दिदी हजुर कस्तो लाग्यो त यो रुम एकदम राम्रो लाग्यो भाइ अलि डर लाग्ने खालको र चाहिँ एलिभेटर चाहिँ यो बिग्रिन्छ कि भने जस्तो है सबैजना चुप्पो लगाइसक्यो क्यानमा राखेर सबै थाकिसके छैन म त थाकेको तिमी थाके होइनौ नाच्नु जाने है त हामी त थाकेन भने भाइ नाच्नु जाने के गर्ने जिन्दगी नै ल्याङ भइसक्यो यो चाहिँ लबी रहेछ लबी हो यो चाहिँ धेरै जोडसँग नबोलिदिउँ भनेर के रहेछ अलिअलि बुक जस्तो टाइपको के हो है फ्रीमा जस्तो छ ल हामी फेरि बाहिर निस्क्यो दिदी आउँदै हुनुहुन्छ हिमाल तर हिउँ चाहिँ छैन हिमालमा है भाइ हिमाल पहाडहरू मात्र छ यहाँ त म चाहिँ यसो घुमेर हो बाटोतिर क्यानमोरको बाटोमा के छ गाइज दामी आउँछ नि दिदी भिडियो मान्छे राम्रो भयो भने भिडियो त त्यत्तिकै राम्रो नि ल भाइ दामी पोज्छ है खतरा भयो तिमी त यार फोटो सेसन भइरह यहाँ खतरनाक है भाइले त पोजमा त्यो पोज दिइरहन् केटीहरू ढल्ने भयो भोलि हो के अब हामी भरि जाने त होला अब थकै लागिसक्यो होइन भिडियो खिच्न भोलि पर्सि फेरि आउनुपर्छ यो चाहिँ के रहेछ खै यो नि उनै जस्तो छ त्यो होमस्टे नै होला तर बाटो चाहिँ कस्तो सफा राम्रो है त्यो चाहिँ हाम्रो बाल्कनीबाट देखिने भ्यू हो दामी मजा आयो ड्राइभ गरेर पनि 7-8 घन्टा ननस्टप गाडी चलाइयो अब यहाँ नि पुग्यो थकाइ लाहा अब सुत्दिनुपर्छ भोलि बिहान उठेर लेक जानु चाहिँ फेरि अर्को भ्लग बनाउने हो आजको लागि चाहिँ बिदा माग्नु पर्यो जस्तो छ है भाइ के भन्छ तिमी ल के हो ग्याङले के भन्ने हो बिदा माग्ने हो त हामी बिदा माग्दैछौँ आजको लागि चाहिँ हामीले बिदा माग्दैछौँ भोलि भेटौँला भ्लगमा फेरि भोलि भेटौँला भ्लगमा फेरि भोलि भेट्नुपर्छ भोलि होइन अर्को भिडियोमा भेट्नुपर्छ गयो ल हामी ल आजको लागि चाहिँ यति नै अर्को भिडियोमा भेट्नुपर्छ त्यतिखेरसम्मको लागि चाहिँ जय नेपाल